हेलो एभ्रिवान, स्वागत छ साथीहरू तपाईँहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ मेरो बच्चाहरू उठेर यहाँ खेल्दैछ। रुमको हालत चाहिँ यस्तो बनाएको छ। आज छुट्टीको दिनमा चाहिँ तिनवटा बच्चा खेलिरहेछ। यहाँ दिया चाहिँ नाचेर देखाउँदैछ साथीहरू। अनि दिव्या दिवान चाहिँ दिया चाहिँ खेल्दैछ। रुमको हालत चाहिँ यस्तो बनाउँछ, के गर्नु, तिनवटाले दिमाग खराब बनाउँछ साथीहरू। अनि मेरो बच्चाहरू खेल्दैछ, म चाहिँ अरू काम गर्नुपर्ने हुन्छ। अनि म चाहिँ यिनीहरू के गर्दैछ भनेर आएको। म चाहिँ गर्मीले यस्तो भइरहेछ कि यस्तो भइरहेछ। घाम चाहिँ लागेको छैन, पानी पर्ला जस्तो भइरहेछ। एकदम गर्मी छ साथीहरू, पानी पर्ला जस्तो भइरहेछ। अनि मेरो कान्छो छोरो चाहिँ यहाँनिर मामु भन्दै आइपुग्यो। अनि ऊ पनि हलो बाबा हलो भन्दैछ, बाबासँग बोले जस्तो लाग्यो। अनि म यहाँनिर अर्को छोरी पनि अनि आउँदैछ, म पनि आउँछु भनेर। अनि यिनीहरू चाहिँ यहाँ खेल्दै बसेको थियो। म चाहिँ खानासाना बनाउने, अब लुगासुगा धुने काम गरिरहेको छु। यिनीहरूलाई हेर्दै चकचक पनि यिनीहरूको एकदम धेरै हुन्छ साथीहरू। चकचक गरेर हैरान बनाउँछ, के गर्नु। मान्छेलाई एउटै बच्चा सम्हाल्नु कति गाह्रो हुन्छ। मलाई ती तिनवटा सम्हाल्नुपर्छ। घरिघरि त दिमाग खराब गरिदिन्छ यिनीहरूले। यस्तो हालत भइरहेछ मेरो, यस्तो हालत भइरहेछ। अनि मैले चाहिँ लुगासुगा धोएर पनि भ्याएँ साथीहरू। अलिअलि घाम लाग्ला जस्तो चाहिँ हुँदैछ, तर घाम चाहिँ लाग्छ कि लाग्दैन। अनि आजको मौसम यस्तो छ, देख्न सक्नुहुन्छ। घाम लाग्ला जस्तो भइरहेछ साथीहरू। अनि मैले आज खानामा चाहिँ फर्सीको मुन्टा पकाएँ, फर्सीको मुन्टा अनि काउली आलु बोडी पकाएँ साथीहरू। अनि कालो दाल पकाएँ। अनि मैले नानीहरूलाई यहाँ तिनवटालाई पस्केर पनि रेडी गरेँ। अनि खानाहरू पस्किदिएँ मैले मेरो तिनवटै बच्चाहरूलाई। अब म चाहिँ दिन जान्छु। अनि मैले यहाँ चाहिँ दिएँ गएर। अनि दिया चाहिँ कपाकपी खाँदैछ। दियाको चाहिँ कालो दाल अनि कोपी आलु फर्सीको मुन्टा फेभरेट हो। मेरो तिनवटै बच्चा मजाले खान्छ। सागहरू चाहिँ उनीहरूलाई जेको पनि मनपर्छ। अनि कोपीहरू पनि। अनि मिठो भन्दै खाँदैछ दिबुले चाहिँ। अनि यिनीहरू छर्दै खान पायो भने चाहिँ एकदम खुसी हुन्छ साथीहरू। छर्दै खान पायो भने चाहिँ एकदम खुसी लाग्छ कि उनीहरूलाई। अनि छर्नु पाएन भने चाहिँ अनि कम्ती झगडा गर्दैन। अनि दियाले चाहिँ कपाल भिजाएर यस्तो गरेको छ। अनि बहिनीलाई उता लानु नि, मेरो चोर्दैछ भन्दैछ। अनि मैले रुमसुम चटकचिटिक मिलाइसकेँ साथीहरू। अनि यिनीहरूलाई यहाँ खानासाना खुवाएर लुगासुगा फेरेर यहाँ भित्र राखिदिएँ। अनि भित्र यहाँ अब यिनीहरू सुत्छ। अनि म चाहिँ भाँडाकुँडा मोल्न ओर्न खानासाना खान जानुपर्ने हुन्छ। अनि फेरि अहिले रुमसुम मिलाएर गएँ, आउँदाखेरि कोठाको हालत उस्तै हुन्छ साथीहरू। फर वाचिङ साथीहरू। मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट भन्ने अवश्य गरिदिनु होला।